शुभकामना आएन तपाईलाई पनि कहिलेकाहीँ ठट्टामा तपाईँ र म चुनाव लडौँ भन्दै थियो हामी झोकमा साँच्चै मिल्यो पनि चाहिँ सँगै चुनाव लड्ने अवसर पाइयो। उहाँले त विजयको शुभकामना भन्नु भएन। म स्वस्थ प्रतिस्पर्धा होस् र उहाँलाई विजयको शुभकामना भन्न चाहन्छु। झरानी जनता र सुनसरी क्षेत्रका जनताले मत जाहेर गर्ने हो। बक्सामा जसलाई मत खस्छ त्यसले जित्ने कुरा हो। त्यसमा चाहिँ तपाईँको चाहिँ रातो पिरो हरियो मिलाउनु पर्ने कुरै छैन। अत्यन्तै हार्दिकपूर्वक चाहिँ नि झरानी जनताले विवेकपूर्ण मतदान गर्नेछन्। फेरि निर्वाचन सके पछाडि यसरी नै हार्दिकपूर्वक हुनेछ भन्ने आशा र विश्वास साथ विजयको शुभकामना। शुभकामना आएन तपाईलाई पनि हामीले धरानको विकासका निम्ति गहिरो ढङ्गले यो कार्यपालिकाको हलमा छलफल र बहस गर्ने अवसर प्राप्त गर्यौँ। यसै क्रममा मेरा सहयोद्धा चाहिने कार्यपालिका सदस्यहरू मेयरज्यूलाई म मेरो व्यक्तिगत तर्फबाट सिङ्गो सत्रको जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु। यहाँहरूसँग चाहिँ सहकार्य गर्ने अवसर मिल्यो। अघि उहाँले भने जस्तो हाम्रो व्यक्तिगत केही पनि छैन। मैले यही कुर्सीमा बसेर बारम्बार भन्ने गरेको छु, मेरो व्यक्तिगत कोहीसँग केही पनि छैन, न जनप्रतिनिधिसँग न कर्मचारीसँग। धरानलाई सधैँ एकता सहिष्णुण राखिरहनका निम्ति आफ्नो विवेकले र चाहिँ अन्तर्हृदयले चाहिँ तपाईँको निस्वार्थ भावका साथ जे मैले आफूलाई राखेँ, इमानका साथ राखेको छु। त्यो राख्ने कुरा मेरो जीवनमा यो शरीरमा सास रहन्जेलसम्म सधैँ रहिरहनेछ। म मिडिया मार्फत आम धरानवासीलाई त्यो आग्रह गर्न चाहन्छु। र अघि चाहिँ मेयर साहबले भने जस्तो, पूर्व मेयर साहबले भने जस्तो अब 82मा चाहिँ जेएनजी आन्दोलन हुन्छ, फेरि संसदको चुनाव सङ्घीय चुनाव हुन्छ थाहा थिएन। 81 चाहिँ आयो, उहाँले भने जस्तो कथाले माग्यो, कथाले मागेपछि ठ्याक्क चाहिँ आइयो। कर्मचारी